साथीहरू बिहान 8:30 बजी हिँडेको 12 बजी ठक्कै स्नोडोन चढ्यो विच इज वेल्सको सबभन्दा अग्लो डाँडा उचाइ भन्छ भने समुद्रको लेभलदेखि 1085 मिटर अग्लो बाटो राम्रै थियो तर पिकमा समिट गर्ने बेलामा चाहिँ एकदमै विन्डी अनि एकदमै अप्ठ्यारो बाटो 4 खुट्टा टेकेर 2टा खुट्टा 2टा हात टेकेर चाहिँ पुग्यो अहिलेको भिडियोमा तपाईँले देखिसक्नु भएको छ होला अहिले हामी चाहिँ कन्टिन्यू हामी घर फर्किने भन्दा पनि पिकअप पोइन्टमा जाने को लागि चाहिँ फर्किनेछौँ बाटो जाँदा अर्कै बाटो गएको किन अर्कै बाटो हाली चाहिँ हाम्रो यस्तो लेक छ गाउँ छ मान्छेहरू हिँडिरहेको छ अनि यस्तो डाँडा छ 2टा पाउन्ड छ हामी 2टा लेकको बिचबाट चाहिँ छुटेर जान्छौँ त्यसमा डोनियाहरू चाहिँ उहाँ माथि त्योबाट पनि यता पर्छ हामी चाहिँ यसरी हिँड्दैछौँ गाडीहरूसँग 2टा पाउन्ड छ पाउन्ड भन्दाखेरि लेक हो यो चाहिँ विन्टरमा पुरा आइस हुन्छ अनि समरमा चाहिँ खुल्छ गर्दाखेरि यहाँ माछा छैन रहेछ हामी चाहिँ कन्टिन्यू हिँडिरहेको छौँ साथीहरू हराउने चान्स त हुँदैन थुप्रो बाटोहरू छन् बाटो मिस भयो भने चाहिँ रङ बाटोमा गयो भने अलिक लामो घुम्नुपर्छ अनि अप्ठ्यारो हुन्छ भन्ने मात्रै हो यो चाहिँ ठिक छ त्यस्तो छ हाम्रो साथीहरू वहाँ पर पुग्छ